जय मसी गाई जय सेवारो है सबैलाई। हेर्नुहोस् है आजको वेदर चाहिँ यस्तो छ है, साह्रो दामी छ आजको वेदर चाहिँ एकदम फर्स्ट क्लास। हेर्नुहोस् त लु तपाईँहरूले हेर्न सक्नुहुन्छ है आज है बिजनबारी है हाम्रो मेरो लौ रेलिङ बेतसेदा होमस्टेबाट है लिको यो अलिकति सानो दृश्यहरू हेर्नुहोस्, तपाईँहरूले हेर्न सक्नुहुन्छ है। कस्तो लाग्छ यसो कमेन्टहरू गर्नुहोस् होमस्टेको है। अहिलेसम्म त है प्रभु कृपाले गेस्टहरू पनि राम्रै आउँदैछ। आज पनि थियो 8-9 जना थियो, उनीहरू पनि आज मजाले भिजिट गरेर गयो, एकदम खुसी भयो है। हेर्न सक्नुहुन्छ है तपाईँहरूले, हेर्नुहोस् त आजको वेदर आमामा है। अब कलकत्तामा ड्युटी गराएछ है, यहाँ आएपछि त कहाँ जानु मनपर्छ यस्तो देखेपछि त। हेर्नुहोस् त लु पछाडि आमामा लु हेर्नुहोस् त लु तपाईँहरूले गाइस, लु हेर्नुहोस् त लु आमामा लु कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट चाहिँ गर्नुहोस् है। तपाईँहरूलाई कस्तो लाग्यो है, तपाईँहरूकै लागि सानो क्लिप बनाएर यहाँ पठाउँदैछु मैले है। हेर्नुहोस् कस्तो लाग्यो एकदम, हेर्नुहोस् है। यो चाहिँ यहाँबाट चाहिँ यस्तो देख्छ हाम्रो बिजनबारी रेलिङ बेतसेदा होमस्टेबाट चाहिँ यस्तो देख्छ, हेर्नुहोस् है। सानो आँगन पनि बनाएको छु, चौर छ सानो है, खेल्ने जग्गा हेर्ने जग्गा। आम्मा यी बाहिर हेर्नु न, यो हेर्नुहोस् त आम्मा यतातिर हेर्नुहोस् त लु 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 आम्मा के दामी है। लु बाँदर उड्दै रहेको। लु कमेन्ट गर्नुहोस् ल कस्तो लाग्यो तपाईँहरूलाई।